हेलो हेलो माइक टेक्स ल अब चाहिँ चल्दिस नो ब्लगर यहाँ छँदै छैन के गर्ने यो गएर हाल्नुपर्छ बिहान जोमसङको सफा फोन हानेको बनाइदिन्छ अरे त्यहाँ गएर बनाउनु पर्छ आए त अब बस्न मिल्छ बस्छ अर्थस दिन ब्याग भिरेर अनि लाग्यो होला रहेछ कि ब्याग पुगाललाई म त आउँदा हो है साथीभाइहरू हामी चाहिँ माछा होटेलबाट निस्किसकेको छौँ अब माछा होटेलबाट निस्किसक्यो होइन त्यही हो अब गएर बाइक बनाइन्छ जोरसुममा अनि त्यसपछि मुक्तिनाथ के हो राजा के हो रात चाहिँ रमाइलोसँग बित्यो राम्रैसँग बित्यो हिजोको दिन पनि रमाइलो भयो हिजो धेरै ठाउँ त घुमेन त्यही 2टा ठाउँ घुम्यो होला बाइक सीमा टुनी अफ भएको भयो त अब चिसोले जोमसुङ देख्न सक्नुहुन्छ त्यही हो धेरै टाढा त होइन तर मेरो बाइकको हालत चाहिँ अलिकति गम्भीर छ त्यसैले हामी सुस्तै जानेछौँ हिजो यस्तो हो कि रेन्डर ओह्रालो थियो होइन अनि यस्तरी गियरमा छोड्दै थिएँ मैले होइन अनि बालुवा थियो त्यहाँ अनि पछाडिको ब्रेक लागेको थिएन अनि अगाडिको लास्टै ओह्रालो भएर अगाडिको चुस्स मात्रै हानेको ल चुस्स हानिदिएको बाइक त लिएर लड्किहाल्यो अगाडिको टायर अब बुलेटको त्यही त अनि ग्रिप हुन्न लाइनिङ टायर हो त्यो पल्टेको नि होइन क्या त्यो होइन है काले पल्टेको होइन कि बाइक हल्का ढलिहालेको होइन यस्तो ढलेको अनि त्यो खुट्टाले धान्दिहालेको के पल्टेको त होइन मान्छे नि पल्टेन बाइक नि पल्टे त्यो हात्ती मात्र पल्ट्यो बाइक अनि त्यो बाटो चाहिँ यस्तो ठ्याक्कै खाल्टोमा परेको थियो अनि फुटरेस्ट चाहिँ त्यहाँ परि गयो रहेछ के यति अरू त बाइक त पल्टाएन ट्याङ्की भएमा छैन त्यही हो त्यो फुटरेस्टहरू मात्रै चोको हो कि कस्तो गियर भाँच्चेन भन्न साला गियर भाँच्चिएको भए त अनि सकाप हुन्थ्यो त अनि औडु हुन्थ्यो औडु त खुट्टै दुखिसक्यो यार बुटले ठिकै छ भाइहरू चाहिँ पछाडि आउँदैछ के अरे यिनीहरू अहिले एकदम हाई स्पिडमा आउँछ भुटुटुटु होइन आफू चाहिँ अब ठिक्क यस्तो कुदाउने बानी पनि छैन मिडियम स्पिडमा होइन बुलेट बाइकको मजा हालिँदै मुस्ताङमा थम्नेल दिनुपर्छ क्या बिस्तारै जानुपर्छ एक हतार दिन आफ्नै हो घर गएर कति ब्लास्टिङ खाने हो थाहा छैन तर नआएसम्म त मनोरञ्जन आइसकेपछि त अब त्यो कुरालाई सबै बिर्सेर मनोरञ्जन गर्नु पर्यो नि के हो र काले होइन पिस नि अनि हात्ती गर्छ हात्ती छोड्छ के हो यार त्यस्तो त भएन नि कि फुल अफरोडै हुनु पर्यो कि फुल अनरोडै हुनु पर्यो तर यहाँबाट चाहिँ मुस्ताङबाट चाहिँ चाइनाबाट डह्रो इभी गाडी छिराउँदो रहेछ है लाइने नम्बर प्लेट बिनाको होइन इभी गाडीहरू सर यहाँबाट यस्तो बाटो धुलो गर्दै वहाँ गएर अब टिपेक्क टल्काएर होइन अनि नयाँ बनाएर अनि टक्क नयाँ भनेर बेचिदिने
साउले त त्यति नकमायो होला त नि है त्यसरी त नि खुट्टा राम्रोसित अडाउन नपाएर यस्तो दुखे जस्तो भयो हामीले चाहिँ अब बिहानदेखि उठेबाट केही खाएन सिधै पानी मात्रै खाएर होइन फ्रेस फ्रेस भएर आएको अब माथि मुक्तिनाथ मन्दिर गएर नुहाएर पूजा गरेर खाइन्छ त्यसपछि बल्ल अब मुक्तिनाथतिरै खाइन्छ कि खाना अब जुन आएर खाइन्छ त्यसै थाहा होइन अब त्यही हो अब चाहिँ त्यस्तो लाइसेन्स नभएको मान्छेहरू मुस्ताङ सुस्ताङ आइदिन्छ तपाईँहरू घरमा बसेर होइन के गर्छ भनेको कि है वे लाइसेन्स छैन लाइसेन्स नभएको मान्छे त मुस्ताङ आइदिन्छ भनेको अरू बाहाना के पैसा छैन घरबाट दिन्न होइन चलाउन आउन भन्ने कि अब बाहाना त्यो एक्सक्युज हो क्या सबै मन हुनुपर्छ कि मन भएपछि जे नि आँटिन्छ आफूले भित्रैबाट मनले आँटेपछि जे नि गर्न सकिन्छ हो के बाबु यार मन तेरो जे मन छ नि होइन त्यो गर भन्छु कि म त मलाई चाहिँ यस्तो भिडियो सिडियो भ्लगिङ चाहिँ मन त होइन कि त्यो एउटा मेमोरिज अब इनकेस अब अफकोर्स छैन उयो ल नेपाली जेन्जीहरू भनौँ न जेन्जी नभनौँ न जो कोही पनि +2 ब्याचलर सकेपछि जाने विदेशै हो नि त हो कि ल भन् अनि विदेशै जाने हो कमाउने नै हो अनि त्यतिखेर चाहिँ अब है यो बेलामा चाहिँ म यसरी गर्थेँ है भनेर चाहिँ त्यो एउटा मेमोरिज क्याप्चर हुनको लागि मात्रै गरे हो भिडियो नत्र त्यो सोकिङ त छैन मलाई भ्लगिङमा एउटा त्यो साथीभाइहरूसँग रमाइलो भनेर मात्रै हो तर पहिला फर्स्ट टाइम होइन सेकेन्ड टाइम मुस्ताङ आउँदा नि मैले भिडियो त गरेको थिएँ होइन तर केही नबोलेको क्या त्यहाँ भिडियो रमाइलो नभएको के के भयो अनि मैले त्यो एडिट त हाने तर त्यहाँ होला अनि भिडियो हाइड गरिदिएँ मैले त्यो राम्रै भएन अब फेरि किन भन्दाखेरि अब यो भिडियो आउँछ नि त 2-3वटा मुस्ताङको भिडियो नि के राख्ने भनेर चाहिँ त्यो चाहिँ हाइड हान्दियो बाट चाहिँ केटाहरू ग्याङ केटाहरू त आएकै छ यस्तो बाहिर हिजो हामी माथिको गुम्बा पुगेको यी हावाले अब बाइक यस्तो अनकन्ट्रोल हानाइदिन्छ फेरि यहाँ अहिले म पहिलाको अलि म किनारबाट फर्किँदा बाइकै कन्ट्रोल हान्न नसकेर हावाले गर्दा यार हाउडा भएर योपालि चाहिँ के हुन्छ हेरमा उयोमा एकदम टाइट कसम भनेको एकाले अति स्ट्रिक चाहिँ अति हानिसकेर रहेछ मुस्ताङमा नि होइन हिजो हामीलाई बेनी पछि बेनीभन्दा अलि अगाडि सब ठाउँतिर रोकेर ल्याङ हान्यो त्यो ल्याङ त के हो भने बिचरा अब हामी त्यस्तै हो मोडिफिकेसन गराउनु हुने हो इलिगल हो गरियो होइन अब रमाइलो त्यसमै छ जे गलत काम त्यही रमाइलो के बक्सियो अब घर चाहिँ कसरी पुग्ने भन्ने कुरा हो तर अब चाहिँ हामी यहाँ वर्कसपमा आइसकेको छौँ यो हो कि दुईवटा रहेछ वर्कसप चाहिँ होइन
वर्कसप चाहिँ दुईवटा रहेछ। अहिले चाहिँ हामी यो वर्कसपमा हो फोन हानेको चाहिँ। अब यहाँ चाहिँ होल्डिङ सोल्डिङ हाने कुरा डर त। वर्कसप चाहिँ यो जस्तो लाग्यो होइन। पहिलोको पालि आउँदा हामी मुस्ताङमा जोमसुनमा चाहिँ यहाँ बसेको थियो। यो होटेल के हो नाम, होटेल होलिडे होममा बसेको थियो। रमाइलो भयो जोस् यहाँ नि। के भन्ने र ओए? गाडी के गाडी? कता गाडी रे? 2-3 दिन बाइक चाहिँ अब हामी यहीँ छोडेर एकछिन कफी खान गइन्छ होला होइन। म त्यहाँ गएर बोल्छु। फेरि बोल्नै नआउने मान्छेलाई गाह्रो छ। काला चाहिँ यस्तै चाहिँ के होइन, यहाँबाट भाँचिएको यहाँ तलबाट होइन छैन। दाइ अघि मैले फोन हान्थेँ नि। हजुर हाने होइन? यो बोर्डको नम्बर तपाईँको होइन? ए हो फोन हानेको थिएँ, आउँछु भनेको थिएँ। त्यो भएर के त्यो होल्डिङ हान्नु पर्ने थियो। टाइम लाग्छ? शान्ति नै हो। हो र जाम छोड्नु। यहाँ चाहिँ अब नभनेर जस्तो कुरा गर्यो। यस्तो एटिट्युडहरू चाहिँ मन पर्दैन मलाई। ल तल रे यहाँ तल त्यो बिटनी र बिटमा यस्तो एटिट्युडहरू मलाई कति चित्तै पर्दैन कि। त्यो हुन्छ नि हामी त राम्रोसित बोलेर सोधे नि उनीहरू अब नबोलिदिने होइन, बोल्न नखोजे जस्तो गरिदिने। यस्तो गरे त मलाई अति रिस उठ्छ। त कामदार रहेछ। ओके बस भन्नुहोस्। बिटमा जा भन्छ कि त्यहाँ बिटनिरै रहेछ कि फेरि है? कहाँ भन्छ त्यो बिटनिर कि पुलिसको यहाँ नि छ कि वर्कसप त। तर यहाँ त बनाइने सोध त बोला त। यहाँ नि बजाजको यो सोरुमै होला। यहाँ चाहिँ होल्डिङ हालिदियो भने होल्डिङ हान्छ कि हान्दैन सोध। कोही आइज काले होल्डिङ चाहिँ यहाँ वर्कसपतिर भन्दा नि तल हुन्छ भन्थ्यो कि होइन। तर भ्यान फोन गरेर सोद्धा चाहिँ यहाँको तलको वर्कसपले हुन्छ भनेको थियो। इनकेस के अन्त नि बनाउनै पऱ्यो। अब चेकिङ पऱ्यो नपऱ्यो नि। अब चेकिङ पऱ्यो नि बाबु, बाइक समात्यो नि, बाइक त बनाउनु पऱ्यो नि। यहाँ यसरी त कहाँ पुगिन्छ त नि? उहाँसम्म खुट्टा झुक्नाउँदै त म कहाँ जान सक्छु त नि? त्यही हो। हावा चाहिँ उपर लाखाइ बोलेकै सुन्ने छैन होला। भाइहरूलाई बरु समात्यो कि के गरे है? भाइहरूले चाहिँ रोके तयार गयो है।
हो र बाइक दिएछस् र साइड लगाएको के हो त नि कुट्या रहेछ नि त अनि बन्द खै खुल्ला छ भन्ने कुरा होल्डिङ गर्ने चाहिँ यहाँ रहेछ के अरे नराम्रो गर्दैन भन्ने कुरा हो सारा अटो वर्कसप के अरे कसलाई भाइलाई चाहिँ समात्दियो के अरे त्यहाँ रोकिदियो कप्पेले म चाहिँ एकतासित साइड म चाहिँ कटिहालेँ ल यो होल्डिङ चाहिँ हाम्रो यो वर्कसपमा हुँदो रहेछ ट्याक्कै बिट अगाडि चाहिँ यहाँ छ होल्डिङ गरिदिनुहुन्छ तर बिट यहीँ छ कि त केटाहरूलाई चाहिँ त्यहाँ समात्यो जस्तो छ बाइक चाहिँ केटाको दिन्छ सुजित भाइको म चाहिँ पहिला निस्किहालेँ के अरे म त्यो जाने बेलामा यताबाट जान्छु होला बिचरा भाइले त हिजै 500को चिट खाएको थियो ल्याङ हान्छु जस्तो छ यहाँ चाहिँ होल्डिङ गरिदिनुहुन्छ दाइले मिठो तरिकाले बनाइसकेपछि चाहिँ क्यामेरामा भेट्दामलाई त के हुन्छ अहिले म भन्छु ल यो त यहाँ चाहिँ अब लगभग टालिसक्यो होइन काट्दै गइहाल्यो नि तर यो बाइकलाई नि फेरि यहाँ चाहिँ चिट काट्दियो अरे के छ त नि अनुभव के हो नि गुड रहेछ टाइगर सरहरू हो साँच्ची हो होइन यतिको भिडियो सिडियो बनाएको छैन मार्फामा भन्यो सर हिजो माफे बसेको भने अनि कहाँ यस्तो गरेको त नि भनेको अनि फेरि यसले हेरि मुस्ताङमा पहिला चिट खाएको भने योहरू नसुध्रिने भयो भनेर चिट हानिदिएको कि कस्तो होला त्यसले फेरि पहिला अलिक मुस्ताङमा समातेको भनेको त भनेपछि सुध्रेन रे होइन यस्तो भएछ कि अनि यसको हानिदिनु मेरो हानिदिउँ भनेर सोधेको थियो कि भन्नु मन यसको हानिदिउँ मेरो हानिदिउँ भनेर सोधेको थियो बिचरा फेरि यसको 7,000 मान्छेको पहिला खाएको थियो नि त यसको बिच धेरै पर्छ होइन मेरो त तिरिसक्यो अनलाइन ए हो मेरो त बिलुक नि पाइसकेँ मैले भाइको बिलबुक चाहिँ कता तलै है यसको तल तातो पानी अब बाइक चाहिँ भइसक्यो अब यहाँबाट सिधै जोन्सनमा बस्ने हो कि जाने हो जोन्सनमा बस्ने कि जाने हो गइदिउँ डाइरेक्ट ल अब चाहिँ सिधै बाटोतिर गएर पढाउनु पर्ला भिडियो लामो हुन्छ जस्तो लाग्यो त्यो चाहिँ मास्टाङको मामाहरू चाहिँ गुड छ तर ठिकै छ एकदम मुस्ताङ एकदम स्ट्रिकको नि स्ट्रिक होइन हल्लु भाइ कतिको स्ट्रिक छ त नि मुस्ताङ कतिको स्ट्रिक रहेछ उनीहरूलाई लास्टै है भागिदिनु जस्तो भयो नि भागेर कहाँ जाने फेरि ओलो नि छ्याप्पु माथि छ दाइ हामीसँग पेट्रोल छ पाउँदैन ए हुन्छ दाइ जोन्सनमा पाउँछौँ म त पहिला हाल्थ्यो हामीले ल हामी चाहिँ अब धेरै लामो नगरौँ भिडियो महसुस भयो नि दाइ यो टेक्न त मिल्छ नि अब केही भयो भने दाइलाई टक्क फोन हान्छु म ल कति भयो त नि दाइ पोखरा हजुर कति भयो त नि होल्डिङ दाइ ए हुन्छ ल क्यास गरिदिनु ल हुन्छ
दाइले चाहिँ खेसखेस गरिदिन्छ अरे यसलाई चाहिँ रिन्द झलाए जस्तो लाग्यो कि ह्याप्पी बर्थडे काले कति पर्सि कि कहिले रे पर्सि होइन ए आज कति गते हो कति गते आज 6 7 8 10 भाइको बर्थडे चाहिँ कमिङ सुन ल बाइक होल्डिङ चाहिँ भइसक्यो अब चाहिँ चल्दैछ ढिला नगरिकन होइन यति मात्र भाँचिएको हो कि अब ओ माथि जमसुनमा अब चाहिँ चल्दैमा त छ के भइसक्यो त हामीलाई ओ प्यासेन्जर तर धेरै यता हाल्ने जस्तो लाग्यो आँखाले धेरै यता हाल्ने जस्तो लाग्यो नि त बस यहाँ काम चलो पछि बनाऊँ ल खुट्टा टेक्नको आनन्दै छुट्टै छ बल्ल मजा आयो भाइ चलाउनु चाहिँ न त कहाँ खुट्टा त मैले यस्तो गरेर हिँडेको थिएँ त अनि त त्यही माथि बुट लगाएको गर्मी भयो अब मुक्तिनाथ मन्दिरमा गएर चिसो पानी लाउनुपर्छ तिम्रो माया नबुझेर भयो मलाई साथीभाइहरू यति गरिदिएको चाहिँ 200 रुपियाँ लियो साथी भन्दै बिर्सेको पेट्रोल हाल्ने चाहिँ यहाँ थियो के अरे पहिला यहाँ अघि त्यहाँ हाल्यो क्या बिर्स्यो यहाँ पेट्रोल चाहिँ यहाँ हो दाइ दादा बोला पेट्रोल र डिजल चाहिँ यहाँ पाइन्छ अरे लिटरको कति हो पेट्रोल 250 45 245 रे लिटरको 245 ले लिटरको हामी त तलै हाल्ने होला है 245 ले लिटरको हाल न 2-3 दिदी 3 लिटर दिन्न पुग्छ हो बेनीसम्म बेनीमा पुग्छ के रिजर्भमा नि जाम्ला नि के छ र बरु त्यति नि गइन्छ नि आज त अहिले त्यो पुल हाल्ने उताबाट घुमाउँला यार हामी पहिला फर्किनु उत्यो क्रस फायरमा यस्तै छ 245 खै गर न हिसाब म त नेपाली अलि आउनु न म्याथ ल यहाँ चाहिँ ल है गाइजहरू अहिले चाहिँ हामी मुक्तिनाथतिर महादेवटी मुक्तिनाथतिर जाँदैछु घाम यस्तो चर्को लाग्यो कि होइन त्यहाँ सब यहाँ सबै खाली पेटमा आएको के माथि छन् यो र म मिलाइ चाहिँ भाइहरू चाहिँ पछाडि गाइड छ होइन के भन्नु छ काले के भन्नु छैन कतिको थकान लाग्छ फेरि झोला बोल्न नसकेर दाइलाई भिडाइदियो झोला चाहिँ होइन अब पसिना भएको छ
अनि गएर चाहिँ चिसो पानीमा होइन यस्तो के अरे के गेटमा एउटा खोक्का त्यो खै भाइ म चाहिँ बाटोको भिडियो किन नबनाएको भन्दाखेरि त्यो डेन्जर हावा मात्रै आउँछ अनि बोलेको पनि सुन्दैन न बाइकको साउन्ड आउँछ न के आउँछ त्यो हावाले मात्रै र आउँछ त्यो भएर मैले बाटोको गरिनँ त्यो भएर म चाहिँ यस्तै अब बाइकको भन्दा नि हामीहरू यत्तिकै हिँडेको बोलेको होइन काले यत्तिकै यस्तै पहिलासम्म चाहिँ यस्तरी फेस देखाएर बोलेको थिएन कस्तो हक्कट लाग्छ कि अब चाहिँ यस्तरी गर्नु पऱ्यो होइन त 131 ओहो यसरी चाहिँ नकुट मलाई बिचरा घोडालाई माया लाग्छ चढ्नु हुन्थ्यो फेरि एनिमल लभर परिहाल्यो अरूमाथि के गर्नु आएछ त्यो भएर दामी रहेछ यो कुकुर भनेको काले होइन हस्की भनेको यत्रो हस्की दुईटा आँखा त्यो छुट्टा आँखा ए देख्नु होला खाली यहाँ जग्गा खाली रहेछ के छ विचार के जग्गा खाली रहेछ यहाँ के छ विचार यहाँ माथि लिने हो र बिस्तारै फ्युचर प्लान फ्युचर प्लान होइन कि लिने भए लिइहालौँ कि के छ विचार म त रेडी हो नलिने एउटा होटेलको नाम के राखिन्छ नि सौगात दाजुभाइ क्विन होटेल क्विन त्यही छ है मक्तिनाथको माहौल चाहिँ ओन्ली इन्डियन नो नेपाली के हो काले बाटो देखाएर नि के बोल्नु यत्तिकै बोलौँ न होइन यतापट्टि आइज त के भन्नु छ त्यही भन्दाखेरि यो टुरिज्मको बारे टुरिज्म गर्नुपर्छ होइन त नि उयो अहिलेको टुरिज्म चाहिँ तँलाई नेपालको यो माहौल चाहिँ तँलाई कस्तो लाग्छ मन परेन न्युजहरू देखिरहेको जस्तो होला मन परेन यो रोक्न मान्छे यो रोक्नको लागि चाहिँ के गर्नुपर्छ हामीले यस्तो कति मान्छे बोर्डरमा ब्यान्ड हानिदिने त उकालो आयो होइन कि बोकेर लैदिनु तँलाई हुन्छ भन्छ अझै अब यहाँ चाहिँ एकछिन भाइहरूले कुरिन्छ अनि सिधै माथि गएर भेट्नुपर्छ है त काग्ने ल ल सिडी चाहिँ हिँडेर आयो होइन केटाहरू एकदम थकित अवस्थामा सबै म नि त थकिँदैछु बल्ल तल्ल चढेको लास्ट घाम नि त्यस्तै झन् केही नखाएको भोक भोकै घर भयो अब यहाँ चाहिँ पूजाको सामान किनेर मुक्तिनाथ माथि दर्शन गरेर गइन्छ फाइनली मेरिड इन द टप हामी मन्दिर चाहिँ आइसकेको छौँ ओभर प्याक है ओभर क्राउडेड होइन ठिकै छ अब कताबाट चेन्ज हानेर लाउने हो एक्सक्युज मी अब कहिले कहिले चाहिँ हामी उता गएर चेन्ज हान्थ्यो कि प्याक छ योपालि चाहिँ नुहाउने त्यतै हो साथीभाइहरू एकदम गाह्रो पर्ने एकदम छ नुहाउनु पर्छ पाप त गरिरहेन तर यदि आफूले थाहा नभइकन पाप गरिरहेछ भने चाहिँ त्यो चाहिँ आज एकदम पखालिन्छ है मजाले पखालिनुपर्छ त्यही हो पाप त खै पाप गरेस् त काले तैँले पाप गरेस् छैनस् भाइले पाप गरे केटीको मन कति दुःख त्यो मान्छेलाई अन्छी यहाँ आएर नुहाइदिनु पऱ्यो वर्षमा एक ठाउँ यस्तो गर्नुपर्छ कि अब त एक ठाउँमा एउटा मान्छे राख्ने कपडा हेर्ने अनि उस गर्नुपर्छ पालो नुहाउने हामी चारजना मात्रै अरू केटाहरू त कहाँ नुहाउँछ त
होइन भाइ छ्या भन्नु पर्दैन हौ जान्ने कि मलाई नुहाउनै पर्ने हुन्छ कि तल गएर नुहाउने हो नि त त्यहाँबाट उस हान्दैन जोरी एक बात हान्दैन अब लास्ट राउन्ड लास्ट बट नट द लिस्ट भाइहरूलाई चाहिँ एकदम बिचरा भाइलाई चाहिँ एकदम कठिनै भइसकिरहेको सिमरनको नाममा जय पशुपतिनाथ हो क्या कहीँ राखेको न हान्नु पर्छ कि अहिले झन् सक्दै सक्दैन आऊ है त अहिले जान देऊ आऊ है नाको सिकन थाल आऊ अब सेकेन्ड राउन्ड चाहिँ घुम्यो सेकेन्ड अनि त्यसपछि धेरै भयो मात्रै पूजा गर्ने बेलामा कहिले नि जोड धुप बाल्ने दुईचोटि नुहाउने गर्नु हुन्न अरे सधैँ बिजोड गर्नुपर्छ अरे त्यसैले हाम्रो सेकेन्ड राउन्ड भयो अब हामी फेरि थर्ड राउन्ड नै हान्नेछौँ फाक भइसकेको छ होइन जाडो त भह पानी चिसो त छ तर होइन सकिन्छ क्या म पहिला दुईचोटि आउने बेला पनि तिनचोटि नुहाएको मेरो थर्ड टाइम हो थर्डचोटि थर्डचोटि आयो भने हान्नु गर्मी नै भयो अब हामी यहाँ डुब्की हान्छौँ अझ हामी नुहाएर निस्किसक्यो अब यसो धुपधुप बालिन्छ लाइन चाहिँ डेन्डर लामो छ होइन यहाँ देख्न सक्नुहुन्छ यहीँसम्म छ फुल राउन्ड छ तर हामी चाहिँ एकदम सर्टकट अप्नाउँछौँ मनले पूजा गर्ने हो होइन अब त्यो भएर हामी चाहिँ यहीँ बाहिर धुप बालेर जान्छौँ ढिलो भइसक्यो अब न्युज चाहिँ के आएको छ भन्दाखेरि पोखरामा आजदेखि एकदम टाइट चेकिङ छ अरे एकदमै स्ट्रिक्ट गरेर अरे आजदेखि त्यो भएर हामी चाहिँ अब रात नबसिकन थ्याङ्क यू मेरो हो रात आउने प्लान छ अनि त्यही हो कस्तो भयो भाइ नुहाएर फ्रेस भयो नि भाइ चाहिँ नुहाएन हामी 1 2 3 अनि अर्को दुईवटा भाइले नुहाएको अब यहीँ गर्ने भाइ यहाँ ट्याक्क कता गयो हो यहाँ गेटमा ल नुहाइ नि सक्यो पूजा नि गरिसक्यो भाइ अहिले कस्तो छ त तिमीलाई टाउको दुखेर हेर्दा यहाँ हल्का केटाहरूले फोटो खिच्दैछ मैले नि एउटा दुईवटा फोटो खिचिसकेँ अहिले यता हो है त हामी हिँड्दै गर्छौँ अब हामी चाहिँ यहाँबाट हिँडेको ल हामी सक्यो पूजा नि गरिसक्यो राम्रै भयो अनि चाहिँ यतै बाहिर यहीँबाट गरेको होइन नरिवल फुटाउने ठाउँ यहाँ रहेछ यहीँबाट अब यसो गर्दै लाइन चाहिँ डिन्दर लामो रहेछ अब न्युज सुनेर हामीलाई एकदम ढिलो हतार छ आज बस्नु हुन्थ्यो आज नि बस्नु भनेको अब आज बस्यो भने चाहिँ भोलि बिहान जानुपर्छ अनि भोलि बिहान अब यतातिर पो छुट हुन्छ बिहान दिउँसोतिर पोखरामा फेरि अब त्यस्तै छ त्यो भएर चाहिँ एकदम काले न्युज सुनिस् पोखरामा स्ट्रिक ताजा न्युजले हामीलाई हडा बनाइसक्यो अब त्यो भएर चाहिँ हामी राति खानसाना खाएर हिँड्छौँ राति अब भाग्न नि सकिन्छ त्यही हो मेन यस्तो हो यस्तोहरू चाहिँ मन पर्दैन है यसरी चाहिँ नगरौँ होला कृपया ठिकै छ आधी केटाहरू कता गयो अब हामी दुईजना चाहिँ यता अब जसै भेट्ने चाहिँ तल हो ठाउँ नि अब यसो यसले मलाई डह्रो भरिया बनायो यार अलि त लास्ट अग्लो देखेछ यार कसम भनेको यस्तो हान्सी देखेछ यार यी ग्याङहरू यहाँ चाहिँ ल त्यसरी भएहरू अब हामी चाहिँ यहाँ हल्का फोटोसोटो खिच्नु लाग्यो के हो काले के हो सुदर्शन भाइ फोटोसोटो खिचेर अब के गर्ने भात खान चाहिँ कति जाने हो भोक लगाएर औडु भइसक्यो भात खाएर भोक लगाएर चाहिँ भातसात खानुपर्छ इनर्जी पनि छैन केटाहरू थाहा त्यो माथिको होइन हो भनेर कागबेनीमा गएर खाम्ला केही भन्दैन बुद्ध
के भन्ने ब्लगमा हो अल गोइङ राइट के अरे त्यसको चाहिँ नाम मात्रै बुद्ध हो काम चाहिँ फेरि बुद्ध जस्तो छैन नाम बुद्ध काम राख्छ जस्तो अनि व्यवहार चाहिँ राक्षस जस्तो के चण्डाल अहिले चाहिँ हामी मुक्तिनाथबाट झरिसकेको छ मैले बाइकमा भिडियो गर्दिनँ होला अब त्यस्तै गर्छु के हो बुद्ध पनि अब भन्छ चाहिँ हामी यो कुन ताल हो थाहा छैन तर तोरा भन्ने तालमा छ ठिकै हो पछि जब यहाँ नि आउँछ होला के अरे पानी अहिले चाहिँ यहाँ समुद्र केटाहरू उहाँ लाभा ग्याङ होइन यस्तै साथीभाइहरू के त नि त अनि कलम सलम बोकेर कसलाई कुद्ने हो केही बोल्दैन त मेरो भिडियोमा यहाँ तर बोल्दै बोल्दैनस् मतलब साइलेन्ट हो ह्याङले छोडे छैन ठिक है धुलोको हामी कहाँ जान लाग्यो जार होइन बाटो अफरोडै अफरोड सक्दैन ल त हामी चाहिँ एउटा गुम्बा तलबाट देखेर आएको थिएँ यो चाहिँ कम्प्लिट नभएर रहेछ बनाउँदै रहेछ कन्स्ट्रक्सनमै रहेछ काले भएर मात्र आएको अरू केटाहरू चाहिँ आएन हावा चाहिँ ओभर लाग्दो रहेछ है यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ यो यता मुक्तिनाथ र यता के भन्ने ठाउँ छुट्टिने बाटोमा रहेछ होइन अति हावा लाउँदो रहेछ यहाँ चाहिँ बनाउँदै रहेछ कम्प्लिट नभएर रहेछ पहिल्यै वर्षको पहिला वर्ष हुँदा नि यस्तै देखेको थिएँ अहिले नि यस्तै देखेछु केटाहरू चाहिँ गयो होला गयो कि यहीँ तल छ केटाहरू चाहिँ यता तल पिछमा त होइन अब हेरौँ मात्र आएको अब चाहिँ हामी नै चल्दैछ केटा हो के भन्न त केही नभन्दो रहेछस् कि यार फोटो हान्ने रे ल यो त मैले चाहिँ भ्लग राम्रोसित बनाएन माथिबाट किनभने हतार भयो अहिले चाहिँ हामी फर्किन लाग्यो त्यति जाने भनेको अब चाहिँ पानी पर्यो होइन भोलि बिहान जाने प्लान छ अब चाहिँ गएर लेतामा बसिन्छ पानी चाहिँ उपर कस्तो चप्पल लिएर आएको कि मैले यसको चाहिँ ऱ्याङ्कर छैन तलको मात्र छ माथिको नि विन्ड प्रुफ र वाटर प्रुफ हो कि अब हेरौँ कतिको जान्छ के यहाँ चाहिँ अब सब केटा ल्याङ्कर स्याङ्कर लगाइसक्यो चल्दै जब होटेलमा गएर म सिधै भिडियो गर्छु अब चाहिँ पानी पऱ्यो भिडियो गर्नु मिल्दैन भोलि त्यति जाने बेलामा चाहिँ बल्ल बाइकमा गर्छु त्यही हो ल यता हामी चाहिँ फाइनल्ली होटेल आइपुग्यो बाइकहरू त्यहाँ छ हामी चाहिँ अब यहाँ खान लाग्यो होइन भात चाहिँ केटाहरूले खाइसक्यो कि भात चाहिँ हल्का डेट सिस्टुरी हाल्दा कि त्यहाँ चाहिँ यहाँ तन्काइसक्यो सबैले होइन सबले ह्याम हाने हाम्रो यो होटेलको साउजी साउजी भाइ भनिदिनु पऱ्यो क्या भाइ बल्ल एक थाल होला नि तपाईँहरू यदि मुस्ताङ आउँदै हुनुहुन्छ भने हाम्रो लेतेमा आएर चाहिँ यो फोपिक्स होटेलमा बस्नुपर्ने हुन्छ है यहाँ भाइको नाम लियो भने चाहिँ 10% डिस्काउन्ट यो भिडियो हेरेर आयो भने 10% डिस्काउन्ट होइन तर खाना चाहिँ ओभर मिठो छ है मलाई चाहिँ खाना चाहिँ पर्सनल्ली मिठो लाग्यो है केटाहरूलाई कस्तो लाग्यो तर खाना चाहिँ मलाई बेस्टै लाग्यो रुम अनि एफोर्डेबलै छ राम्रै छ होइन तर यस्तो रहेछ यहाँ लेते बसेर माथि मुस्ताङ गयो भने चाहिँ रमाइलो होइन टाइम पनि बस्ने के अब लामै टाइमसम्म आनन्दसँग बस्ने होइन मुस्ताङ मजाले घुम्ने भने चाहिँ दिस होटेल इज फर यु हो कि क्या हल्का इङ्ग्लिस नि छाडिदिनु न अझ कपाल लिएर आयो भने त भाइले झन् मिठोरी सम्झिन्छ ए अभि नभन न हो कि ल भन न आउनु पऱ्यो है सबैजना हाम्रो होटेल भाइको होटेलमा चाहिँ हाम्रो डाइनिङ है रुम पनि देखाउँछु म अहिले चाहिँ म भोग्ला भात खान्छ यतै गाइजहरू चाउला ल हामी बसेको होटेल चाहिँ यही हो होइन
आन्टीले चाहिँ यहाँ हाम्रो बिल नलिने चाहिँ पैसा तिरिसकेको नि त्यस्तो हुन्न भनेको आन्टीले भइरहोस् क्या आन्टी ओहो भाइको सामान चाहिँ होइन होइन भयो क्या आन्टी भयो 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 क्या आन्टी भइरहोस् क्या आन्टी ल आन्टीले चाहिँ आन्टीले पैसा लिनु भएन के कस्तो अप्ठ्यारो लागिहाल्छ नि हामीलाई भाइ हेर्नु पर्दैन भाइ यहीँ उभिरहेको छु भाइ केही भएन यस्तो यहाँ गोली खाने मान्छेहरूलाई चाहिँ अब यस्तोले के हुन्छ नि फेरि हानौँ है मर्को दर्द नै हो त यस्तै छ होइन होटल चाहिँ एकदम राम्रो छ लेटेको अब हामी के अरे तिती लेक जान्छौँ म चाहिँ बाइकमा भिडियो बनाउनु होला मलाई लास्ट ब्याग लगाइसकेको बाइकमा भिडियो बनाएँ है आफ्नो पछाडि आवाज आउँछ अगाडि इन्जिनको सुनिन्छ अनि मजा आएन केटाहरूको अब केटाहरूले गर्छ होला भिडियो चाहिँ बाइकमा म चाहिँ यस्तरी अब हुन्छ नि त्यसो गाइस भनेर बोल्ने हो होइन त्यो चाहिँ तर हिजो कतिको रमाइलो भयो हिजो म त बवाल भयो हो तपाईँ देखेर चाहिँ मलाई बवाल मजा आयो त्यस्तो कुराहरू यहाँ गर्नुहुन्न मक्काले यो चाहिँ अझै नि ठिकै छ हाम्रो त पुग्छ अझै नि ठिकै छ होइन के अरे हाम्रो त ठेटेल पुग्छ बेनीसम्म निरन भाइको मात्रै त अब त बेनीसम्म होइन होइन अब चाहिँ हामी त्यति गयो भने चाहिँ हो नि अप्ठ्यारो लाग्छ तर के छैन तर भाइले चाहिँ भन्नुपर्ने हो भनेन भाइले चाहिँ हो र खोइ देखाउनु त खोइ जिकालम ल है हामी चाहिँ अब तिती जान्छु के अरे हामी चाहिँ तिती गएर अब पोखरा जानुपर्छ पोखरा चाहिँ अब के कस्तो हो उता चाहिँ अब अँध्यारै छ के अरे पानी पऱ्यो के गऱ्यो अब म चाहिँ अलिक बेनीतिर गएपछि बल्ल गर्छु किन भन्दाखेरि त्यतातिर अलिक ठिक होला यतातिर चाहिँ अफरोडतिर अलिक डर लाग्यो फोन खस्छ कि भनेर त्यही हो के रे हेर्नु न यहाँ सब तार यहाँ झिके होइन जोडेको पनि छैन यहाँ नि हेर्नु है कहीँ जोडेको तर साइडलाई बल्छ कि यो चाहिँ मलाई थाहा छैन है यहाँ 12 दिएको ऊ भाइको साथी चाहिँ ऊ यस्तो छ हरकत मिजु ल है त तिती गएर भेटौँला है त ल है त साथीभाइहरू हामी चाहिँ फाइनल्ली तिती लेक आइयो मेरो चाहिँ फर्स्ट टाइममा तितीले केटाहरूको चाहिँ सेकेन्ड थर्डहरू चाहिँ मलाई चाहिँ एकदम राम्रो लाग्यो यस्तो त्यहाँबाट भन्दा यहाँबाट हेर्न चाहिँ एकदम पिस होइन आनन्दको शान्त क्या आनन्द आयो क्या त्यही हो अब भाइहरू चाहिँ त्यहाँ गएर बसेछ है हामी पनि त्यहीँ जाने हो यहाँ चाहिँ हल्का फोटोसोटो हान्ने अरे फोटोसोटो बाइकको चाबी अफान त्यही हो अब तल गएर भाइहरूसँग भेटेर चाहिँ म यहाँ नोटिस पढाउन के रहेछ वेलकम टु तिती लेक 2679 मिटर फिसिङ र फोर खान चाहिँ मनाइरहेछ यहाँ चाहिँ यसले चाहिँ मरत हान्छ कि फोटो चाहिँ ल है त तल गएर भेटौँला है त अहिले भाइहरूसँग ल हामी चाहिँ तल आएर नि फोटोसोटो हानिसक्यो भाइहरूले टिकटक सिकटक नि हानिसक्यो अरू त्यहाँ बसिसकेको छ अरू भाइहरू चाहिँ यता कता गएको छ
लेक्चर राम्रो छ। यसलाई चाहिँ अलि फोटो खिच्न नआउँदो रहेछ है। यसलाई चाहिँ अलि यस्तो खिचिदिने रे, यस्तो अनुहार नदेखेर यस्तो फिट हान्ने रे। मलाई फेरि झ्याम्म अनुहार सनुहार देखेको होइन, फुल हान्न मन लाउँछ। अब यसलाई चाहिँ फेरि यस्तो रे, आजकलको केटालाई नसकिने भयो। टिकटक है त ल हाम्रो बुद्धको आइट हाम्रो आइरन एन्ड सिआइए हो कि केटाहरू चाहिँ के हो खोज्न गएको छ है। तेरिका ल त्यही हो होइन, यसले चाहिँ हामी त्यही हाने त्यही हो गाइजहरू। अब यसले चाहिँ मेरो राम्रो फोटो खिच्दैन, चलचित्र बुझेन, ठिकै छ, यहाँ केही भन्दैन। यहाँको पानी पहिला ढोक पहिला पानी ढोक के फेरि जियो भने पत्ताइदिन्छ कि यसले फेरि। मुक्दु अलिक गोरु हुन्छ कि यहाँको देउताको पानीले गोरो गराइदिन्छ कि तँलाई। ल है त साथीहरू, अब हामी चाहिँ यहाँबाट निस्केर होइन कहाँ तातो पानीमा एउटा भाइको चिट छ, त्यो पैसा तिरेर त्यहीँ खानासाना खान गइन्छ होला। त्यहाँ अब खानासाना खाएर अनि पोखरा गइन्छ। पोखरामा चाहिँ कसरी घरसम्म पुगिन्छ भन्ने कुरा हो मेन चाहिँ होइन। कसरी जान्छ नि तनाव ला, अब स्ट्रिक बढेछ भने बाइक यस्तो छ है, पटारा टुटो छ, सबको त्यस्तै छ, तनाव छ। अब कसरी भयो नि जाने पऱ्यो। एसिड बोइलाई चाहिँ अझै पुगेको छैन फोटो मेरो एउटा गतिलो नखिच्दिएर। अब घर चाहिँ जसरी गइन्छ के अरे। अब म चाहिँ बाइकको सायद त्यही खाना के हुन्छ त्यही खाने बेलाबाट गर्छु कि अब चाहिँ त्यही मुस्ताङको बाटो चाहिँ गर्दिनँ। ओह्रालो नि के गर्ने होइन, त्यही हो। के को पोज रे ओए भाइ हो के को पोज रे भन्न, के हो र भन्न। के रे म्याक्दी मार्को म्याक्दीको मान्छे भएर हो कि क्या। ल है यहाँ पत्ती सत्ती भाँच्ची अरे के भयो यस्तै छ हालत। त्यति लेख चाहिँ ओभर दामी है, खाइदियो त एकचोटि। म्याजिक मसरुम हो कि के भयो भने तेरो दाइ छ त, तेरो दाइले तँलाई घिन्नै त्यस्तो कुरा चाहिँ नगरौँ। खा के उयो तेरो पछाडि त सर्प हो कि के हो। मैले फोटो खिचेन कि जान पौडी खेलेर। ल त यसको फोटो खिचिदिन्छु मैले त साथीभाइहरू। च्याउला बेच्छ तपाईँले बेच्नुहुन्न हो, त्यस्तो गर्नु त हुँदैन फेरि, बेच्नु त हुँदैन होइन। मार्ने हो र तपाईँलाई त के गर्दैन होला नि, तपाईँहरूलाई त के गर्छ र पुलिसले। अब यहाँको लोकललाई त अनि योहरू त नर्मली हुन्छ। के को कुरा हो यो, खानेकुराको ए बाजेको नाम, हजुरको नाम बाजे हो र बाजे, हजुरको नाम के हो र। ए हजुरको गाउँ यहीँ मुस्ताङ। ए यता होटेलहरू नि छ गाउँ, यता गाउँ नि होला। ए ठिक छ नि, यहीँ ठिक छ। यहाँ यस्तो राम्रो ठाउँ छोडेर त अनि कहाँ जान मन लाउँछ र बाजे। के हो बाजे। हिउँ यहाँ पर्छ कि पर्दैन। यहीँ पर्छ है, यहीँ पर्छ।
यहाँ हल्का हल्का धोरबाट पनि भाइब छान्नु ओए फुल हेर्न ढोलेबार नै यहाँ उच्च छ अँ ढोलेबार त म कतिचोटि गएको छु नि है ल है त यहाँ बाजेसँग चाहिँ हल्का गफ गरिदियो अब त्यही हो माथि अब तातो पानी गएर फेरि भेटौँला यो के भन्न आएको थिएँ मैले भिडियो गरेँ भनेर यो चुपचाप फर्कियो कि भनी भयो अहिले भनिहाल म त अहिले के गरिदिनु पर्यो हाँ ल भने भिडियो भन्यो न त गरिदिनु न फेरि के गरिदिनु पर्यो रे हाँ के साँच्ची हो केही नि होइन के गरिदिनु पर्दैन छिटो भन्न मैले के गर्नुपर्छ गर्दैन फोटो खिच्ने क्या यसलाई चाहिँ जति भयो नि नबोक्ने ल भाइ त अब चाहिँ फेरि अन्त अहिले हेर्छु होइन ल ल हामी चाहिँ अब तातो पानी आइपुग्यो अब यहाँ खाजासाजा खाँदैछौँ भातको लागि नि खान मन लागेन अरे अब यही मोमो चाउमिन खाएर पोखरा पाडी के हो अनि भाइको टिकटक चाहिँ मरत रहेछ है आमा सही अन्त रहेछ हाले चाहिँ डह्रो भोकाएर रहेछ अझै भोक लाग्यो कि खाने हो त अन्डरै भयो नि उसले त बल्ल एक थालो नि खप्ने ल त अब खाएर भेटौँला ल त साथीभाइहरू बाइकले चाहिँ न मिठै धोका दियो मिठै होइन नानी बल्ल आयो होइन बाइकले चाहिँ नमिठो धोका दियो बाइकै गुडेन यहाँसम्म चाहिँ आएको थियो बेनीमा आएर आवाज आएको थियो यहाँ आएर त बाइक गुड्न छोडिसक्यो मेरो भाइ के भयो बाइक गुड्न छोडिसक्यो गुड्दैन के भयो र गुड्दैन त्यो गियर बक्सै गएको होला के के भयो कस्तो गुडेन गुडेन कि न्युटन देखाएको छ बटारे अलिकति हिँडेछ अनि त्यसपछि बन्द यहाँ आएर बन्द भएको कि म यहाँ आएर सुतेको थिएँ अनि यहाँ त्यहाँ ओह्रालो भयो भनेर यहाँसम्म अनि जसो तसो गरेर लिएर आएँ त्यही भएर अब सुशील दाइलाई फोन हाल्नुपर्छ के गर्ने हो कसरी रेस्क्यु गर्ने हो अब गाह्रो बनायो फर्स्ट टाइम यसरी धोका दियो यार बाइकले यार यो अगाडि के फुट्यो के भयो के अरू बेला केटीले धोका दिन्छ होला होइन अहिले बाइकले यस्तै हो क्या जिन्दगी भने सेम पानी सानी छ ल है त अब सुशील दाइलाई फोन हानेपछि भेटौँला के हुन्छ कुरा ल है त साथीहरू बाइक चाहिँ फाइनल्ली उडिसकेको छ बिग्रिन त बिग्रे गुड्न त गुडिरहेछ जोस् अहिले चाहिँ मैले एक हातले भिडियो गरिरहेको छु होइन बाइक चाहिँ 5 गियरमा मात्रै गुडेको राम्रोसित एकदम गाह्रो भन्छ चलाउन त्यही नै त्यही हो साथीभाइहरू अब कति हजारको बिल आउने हो गाह्रो केटाहरू चाहिँ अगाडि गइसक्यो के अरे म र मोलो निर्माण भाइ मात्र पछाडि छौँ वाट्स अप मदरफकिङ भाइ चाहिँ हामी लुम्लेमा आइसक्यो होइन कफी खान अनि टक्क पानी नि वाइल परिसकेको छ होइन दादाको राइड चाहिँ त्यहाँ छ है ढुस्सै भएर बसेछ के छ कस्तो भयो मुस्ताङ ट्रिप मैले चाहिँ चिट खाएन त्यस्तो नभन घर पुगे होइन है घर पुगे होइन अझै हिम्जा पोखरा आउनै बाँकी छ नि हिम्जा त मेरै हो ल यस्तो साथीभाइहरू घर चाहिँ चिट नखाइकन आइयो होइन त्यही खुसिहाल्यो एक त अर्को चाहिँ बाइक चाहिँ बिग्रियो है त ल अब म चाहिँ भिडियो पनि हानिदिन्छु होइन यहाँ मेरो बाइक चाहिँ कस्तो बिग्रियो भन्दाखेरि एक गियरबाट सिधै 5 गियर सिफ्ट हान्यो भने चाहिँ गुड्यो 2, 3, 4 गियर हाले चाहिँ गुडेकै छैन कि ल अब दिस इज द एन्ड अफ द भिडियो होइन यसो लास्टसम्म हेरिदिनुहोस् हेरिदिएको छ भने सबैलाई मजा आयो कि आएन कुनै आओस् कि नआओस् दिने मलाई मतलब छैन ल यो त साथीभाइहरू नेक्स्ट भिडियोमा भेटौँला च्याउला